नमस्ते सबैलाई मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ मङ्गलबारको दिन। अब अस्ति नै हजुरहरूले थाहा पाइसक्नुभयो छोरी चाहिँ घुम्न आएको थियो 12को एक्जाम दिएर। अब यो 1-2 दिनपछि जान्छ। आज चाहिँ मिलेसम्म हामी भेडेटार घुम्न जान्छौँ। पहिला सबसे अगाडि त कामै गर्नेछौँ। काम गरिसकेपछि भेडेटार घुम्न जाने प्लान छ। फाइनल्ली अब हामी चाहिँ अब दिनभरि काम गऱ्यौँ। अब छोरीलाई भेडेटार घुमाउनु लगेको छु। आज मङ्गलबार दिन अब बिहान पनि हामी तपाईँलाई अब हामी चाहिँ आज धरानतिरै थियो। अब धरानबाट भेडेटार करिब 21 किलोमिटर देखाएको थियो। हामी करिब 5 बजी पुग्छौँ। त्यहाँबाट यसो भेडेटारको स्काई वाक हेर्नेछौँ। त्यहाँबाट विभिन्न हरियाली विभिन्न ठाउँ हेर्नेछौँ र यसो चिया खाएर फर्किनेछौँ। हजुरहरूलाई देखाउनेछु। आशा छ हजुरहरूले चाहिँ यही गर्नुहुन्छ भनेर। फाइनली यतिखेर चाहिँ हामी भेडेटार आइसकेका छौँ। अब म चाहिँ यहाँ काँक्रो किनेर खाँदैछु। भेडेटार चाहिँ एकदम रमाउने ठाउँ हो। धनकुटा जिल्लामा पर्छ। कति पनि धरानबाट 16-17 किलोमिटर माथि हो। यो पर देखेको डाँडा चाहिँ राजारानी भन्ने ठाउँ। यहाँ चाहिँ एउटा नेताको शालिग पनि रहेछ। तलबाट सिधै गयो भने चाहिँ धनकुटाको हिले, पाख्रीबास, भोजपुर सबै लेगुवा अनि बसन्तपुर भन्ने ठाउँ जान्छ। यो जस्तो गाडी गएको बाटो चाहिँ अब हामी चाहिँ यो भेडेटारको टावर चार्ल्स डार्विन टावर पनि भन्दो रहेछ। पहिला चाहिँ हामी यता जाँदैछु र यता चाहिँ मैले भनिहालेँ राजारानी भन्ने ठाउँ पुगिन्छ। अब अहिले चाहिँ यो बजार हो, सानोतिनो बजार छ। यहाँ चाहिँ विभिन्न किसिमको सामानहरू किन्न पाइन्छ। म अहिले जानकारी गराउने छु। यहाँ 3 जनाको चाहिँ घमासान युद्ध परिरहेछ। आज युद्ध परिरहेछ। यहाँ चाहिँ मौसम यस्तो छिनमै हुसु लाग्छ, छिनमै हट्छ। अहिले चाहिँ हुसु लागेको छ। अहिले यहाँ चाहिँ हामी स्काई वाक देख्छौँ। यो बादल हटेपछि बिस्तारै बादल आउने जाने क्रम हुन्छ र हामीले स्काई वाक यहाँ डाँडानिर देख्न लागिरहेछौँ। यो हटेपछि यहाँनिर यस्तो हुसु लागे पनि पर चाहिँ कति ठाउँमा चाहिँ घामलाई पनि लागिरहेछ। अघि छिनमा यो डाँडा देखेको थियो राजारानी भन्ने ठाउँ। अहिले चाहिँ फेरि यहाँ पनि हुसुले झपक्कै ढाकेको, छिनमै ढाकिने, छिनमै आउने गर्छ। मैले भनिहालेँ तपाईँलाई स्काई वाक चाहिँ अहिले पछि देखिन्छ। अब हामी माथि जाँदैछौँ स्काई वाक पनि। मैले अघि हामी गएको भेडेटारको स्काई वाक हो, लामो नै छ। त्यो कति लामो भनेर चाहिँ सोधिएन। जे होस् यो उसको भन्दा राम्रो छ। यो इलाममा हामी जुन कन्यामको भन्दा लामो खाली छ यो। र त्यहाँ फाइनल्ली अब हामी चाहिँ आइपुगिसक्यो। अब यो स्काई वाकको चाहिँ रेट चाहिँ यस्तो रहेछ। स्काई वाक प्लस फ्री फलको चाहिँ 750, स्काई वाक मात्र गर्ने हो भने चाहिँ 500 रुपियाँ रहेछ। अब हामी जाँदैछु। यो चाहिँ साङ्गुरी गढी पनि भन्दो रहेछ यो भेडेटार स्काई वाक भएको ठाउँलाई। अब छोरी चाहिँ गइसक्यो। उसलाई चाहिँ एकदम हतार भइसकेको छ स्काई वाक गर्नलाई। अनि ऊ चाहिँ स्काई वाक प्लस अर्को फ्री फल पनि गर्छ अरे, कम्बो ब्याग। ऊ चाहिँ घुम्न आएको छ, त्यही भएर उसलाई चाहिँ म त्यो गराइदिन्छु। मेरो चाहिँ दोस्रो पटक हो यो यहाँ। तर म चाहिँ स्काई वाक मात्र चढ्नेछु। यहाँ चाहिँ हाम्रो टिकट काउन्टर त्यहाँ छ। ल स्पेसल मटका टी चाहिँ 80 रुपियाँ खान पाइन्छ अरे यहाँ। तर हामी चाहिँ स्काई वाकको लागि प्लस फ्री फलको लागि चाहिँ जाँदैछौँ। मौसम भन्नुहुन्छ नि चाहिँ अहिले यो बादल लागेर चाहिँ झपक्कै छ। यो माथि स्काई वाक प्लस फ्री फल गर्ने। अब आज चाहिँ मङ्गलबारको दिन भएर चाहिँ खासै भिडभाड छैन। यो शनिबारको दिन चाहिँ एकदम भिडभाड हुन्छ। मलाई त अहिले डर लागिसक्यो। स्काई वाक चाहिँ यति लामो छ, त्यहाँबाट गर्ने हो। मलाई त अहिले खुट्टा कामिसक्यो। सुन्यो, मलाई त डरले खुट्टा कामिसक्यो। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। स्काई वाक गर्छौँ हामी। जम्प गर्ने कि वेल जम्प गर्नु है हुन्छ। मौसम फेरि अलि बिग्रियो भने चिसो
हुन्छ बहिनी चाहिँ जम्प गर्छ अरे माथिबाट फुत्त जम्प गर्छ यो चाहिँ यो माथिबाट जम्प गर्ने रे एकचोटि त्यसपछि खेल खत्तम पैसा हजम हुने यही ठाउँ हो अब छोरीले चाहिँ टर्म्स एन्ड कन्डिसनमा चाहिँ अहिले एप्लाई गरिरहेको छ के हुँदा खस्यो भने म यहाँ टिपिदिइहाल्छु नि ल यहाँ दिदीज्यूले मलाई गरिदिन्छ अब यहाँ तयारी हुँदैछ छोरी फ्री फल गर्दैछ खेल खत्तम पैसा हजम यसको त वेट सोध्नु भएन त यसको त वेट सोध्नु भएन त छैन कति केजी भने 65 हो र हेर्दा त 70 जस्तो देख्छ गजब बेइज्जती है यहाँ सिँगार्दै छ सेफ्टी बेल्टहरू लाउँदैछ यतिखेर जस्तै भयो नछोड्ने हेलमेट लाउने अब एक त यता हेर रेडी स्माइल यतिखेर भेडेटारको मौसम चाहिँ यही हो छिनमै मैले भनिहालेँ देखिन्छ छिनमै देखिन्न अहिले चाहिँ अघिसम्म टाढा टाढा देखिन्थ्यो भने अहिले चाहिँ टाढा टाढा देखेको छैन अब यो नानी ठिक्क परेर बसिरहेको छ यहाँ माथिबाट डोरी आउँछ अरे डोरी आएर चाहिँ फुत्त हुन्छ ल अब मैले यो मौसमको बारेमा त भन्नै परेन देखिहाल्नुभयो आज मङ्गलबारको दिन भिडभाड कमै छ यसको लागि चाहिँ यहाँ भर्याङ चढेर जानुपर्छ भर्याङ चढेर एकजना चाहिँ मास्टर होइन मास्टर हो मास्टरले लिएर जाँदै हुनुहुन्छ करिबन 1 तल्ला 2 तल्ला 3 4 5 6 7 8 9 तल्ला माथिबाट चाहिँ गरिन्छ अब बाँकी कुरा त अहिले अरू कुरा हामीले अहिले सोध्नेछौँ ल त्यहाँनिरबाट अहिले बाई बाई गर है हाई गर यहाँ चाहिँ फाइनल्ली अब सुरु हुँदैछ त्यहाँबाट डोरी तानिसकेको छ अब त्यहाँ डोरी अघि चाहिँ ब्रिफिङ भइसकेको छ कसरी चाहिँ गर्ने के गर्ने कसरी समात्ने भनेर ब्रिफिङ भइसकेको छ अब चाहिँ त्यो डोरीबाट चाहिँ सर र यहाँ तलसम्म आइन्छ हाल्ने छु हेर्दै हुनुहुन्छ तपाईँ यो चाहिँ मौसम चाहिँ अहिले छिनमै हावा आउने छिनमै हुने भएर चाहिँ छ अब यो नानी आइसक्यो अब चाहिँ सरर त्यहाँ समात्न सिकाइसकेको छ त्यहाँबाट सरर आउँछ उसलाई चाहिँ डोरी समात्न सिकाइरहेको छ Oh, hello, don't you wear your shoes in school? Baby, go get
फुत्त त्यहाँ छोडेपछि सरर र तल आउँछ ल अब तयार हुँदैछ ल आइपुग्यो ए त्यति बिजी त हुनेछ खेल खत्तम पैसा हजम फ्री फल गर्यो एकदम एक्साइटेड छ खुट्टा चाहिँ कामिरहेछ अरे एकदम रमाइलो हो उसलाई अब स्काई वाक पनि जाँदैछौँ अब हामी ल अब हामी स्काई वाकपट्टि प्रस्थान गर्दैछौँ दे न टिकट अब यहाँ दे यहाँ जुत्तामा उ लगा के अरे जुत्तालाई मोजा लगाइदेऊ मलाई पनि दिनुहोस् न है ल अब हामी स्काई वाक जाँदैछौँ मलाई चाहिँ हल्का डर फिलिङ भइरहेछ हुन त यो मेरो दोस्रो चोटि अघि नै भनिहालेँ अब जाँदैछु यहाँबाट चाहिँ मुनि हेर्दा चाहिँ अलिक डरलाग्दो हुन्छ हुन त सब सेफ्टी बेल्ट सबै उ गरे हुन्छ ल अब छोरी त अघि पनि गरिहाल्यो उसलाई त नो टेन्सन मलाई चाहिँ भएको यो नचढ्नु भने बाँदर जस्तो कोही कोही बाँदर जस्तो चढ्छ नि ल मौसम बिग्रेर अलि यस्तो भयो यताबाट जानु म यतैबाट छिर्नुपर्ने हो ए त्यताबाट चाहिँ नो इन्ट्री हजुर अड्काएर पुग्यो मलाई चाहिँ कस्तो डर लाग्छ डराउनु पर्दैन है म बाहिर राखिदिएर आउँछु हो ल धन्यवाद ल अलि तलसम्म जानु नि उतैसम्म त्यसो भए एकछिन बसिरहने मलाई चाहिँ कस्तो डर लाग्छ डर नगर न मलाई चाहिँ डर लागिरहेछ म चाहिँ यहाँसम्म जानुलाई डराइ नै रहेछ यो दाजु यो सुरक्षित छ नि है फेरि यस्तो क्या बालबच्चा भएको मान्छे साह्रै डर लाग्छ क्या अनुहार हेर्न सक्नुहुन्छ डरले मलाई चाहिँ यस्तो हुन त दोस्रो चोटि हो तै पनि म चाहिँ डराइरहेको छु म चाहिँ त्यहाँबाट हामी बालेको हट ल मलाई चाहिँ डर भयो ल टिकटक त बनाउनु पर्छ मलाई चाहिँ डर लाग्यो छोरी गइरहेछ म त छेउमा ल हामी स्काई वाकबाट चाहिँ हेरिरहेछौँ मौसम बिस्तारै सफा हुँदैछ मलाई चाहिँ एकदम डर लागिरहेछ यहाँ चाहिँ तलसम्म छोड्दा अलिकति तलसम्म मुनि ल मलाई चाहिँ साह्रै डर लाग्यो जान सकिएन यस्तो तल बाबालाई झन् यसके चाइनाको ब्रिजमा लिएर गयो भने के सात तले एकछिन बस्ने नै हो त यो मौसम सफा भइन्जेल कति मिनटमा जानुपर्छ होइन यो त आफूलाई यो घुमिन्जेल यो मौसम सफा भइन्जेल बस्नु पनि सकेछौँ मलाई त यहाँ यस्तो पहरा छ मेरो डरको सीमा छैन जमजम भयो बाबा मौसम सफा भयो किन देखिहाल्नु भयो छोरी यता फर्कियो त ल त्यो हो अनि यो उता देखेको चाहिँ सप्तकोशी देखिरहेछ अनि यो चाहिँ अघि अब भनिहालेँ अघि आएको हामी बाटो हो भने तलतिर चाहिँ ल भयो धेरै क्लिक गरिसक्यो ल भयो ल अब चाहिँ मौसम सफा भइसक्यो अघि देखाइहालेँ किन छैन हेर्नै सकेन म चाहिँ हेर्दिनँ ल अब हामी चाहिँ लाग्छौँ अब आजलाई चाहिँ पुग्यो यताबाट हो त्यताबाट जाने यताबाट आउनु हुँदैन यहाँ मान्छे थोरै भएको हुनाले मात्र हो नत्र नेम कडा हुन्छ होइन दाजु अब हामी चाहिँ स्काई वाक गरेर चाहिँ फर्क्यौँ मलाई चाहिँ डरै लाग्यो तल चाहिँ हेर्नै सकिएन एकदम थिलक
कि पछाडि पछाडि फर्किदिनु न पुलमा हो त्यसरी कि मेरो खिच्न म हिँड्छु यहाँ पनि अब त्यता चाहिँ मुनि अब कटिसक्यो अहिले चाहिँ अब फर्किँदैछु मलाई चाहिँ साह्रै डर लाग्यो एकदम ल चाहिँ पाथी भएर शाकाहारी पाथी भएर त्यस्तो पनि हुन्छ हुँदो रहेछ मान्छेले पनि भन्दै भने त्यस्तो नि हुन्छ र भोट खाने मात्रै हुन्छ पार्टीबाट त्यही त म त अचम्म लाग्यो क्या जस्तो म अब भेडेटार आइरहन्थेँ तर यहाँनिरको पाथी भएर चाहिँ मैले ख्याल गरेको थिएन क्या अब यहाँ पनि पाथी भएर रहेछ यो चाहिँ शुद्ध शाकाहारी पाथी भएर रहेछ त्यही भएर यहाँ चाहिँ बलि चढ्दैन 3-4 चोटि आइसक्यो तर फर्स्ट टाइम चाहिँ थाहा पायो यसरी यहाँ पाथी भएर पनि रहेछ त्यो पनि शुद्ध शाकाहारी पाथी भएर र योभन्दा अलिकति 2-3 किलोमिटर उता पनि छ पाथी भएर माताको मन्दिर अब त्यहाँ चाहिँ हामी जाने छैनौँ ल आजलाई चाहिँ हामीलाई चाहिँ भेडेटारबाट हिँड्दैछौँ अब तल गएर चिया खानी खाजा खानी गरेर बल्ल हामी लाग्नेछौँ इटहरी यो चाहिँ हामी फर्केपछिको देखेको दृश्य हो अहिले चाहिँ हल्का खुलेको छ मौसम त्यसले गर्दा अलिकति पारीसम्म देखिरहेको छ अब यो एकैछिनमा चाहिँ हुसुले चाहिँ ढाक्ने छ यो भेडेटार जुन इटहरीबाट करिबन 16-17 किलोमिटर माथि यसमा चाहिँ अहिले शीतल छ तल चाहिँ गर्मी भयो नि यो चाहिँ पहाडी एरिया हो फाइनल्ली थाहा पाइहाल्नुभयो छोरी र म चाहिँ आज छोरीलाई घुमाउन काम गरिसकेपछि छोरीलाई घुमाउन मैले चाहिँ भेडेटार लगेको थिएँ भेडेटारमा चाहिँ उसले चाहिँ बन्ची जम्प होइन फ्री वाक भन्दो रहेछ फ्री वाक प्लस स्काई वाक गऱ्यो उसलाई चाहिँ जस रमाइलो लाग्यो अरे मलाई चाहिँ दोस्रो चोटि थियो यो मेरो स्काई वाक तैपनि मलाई चाहिँ डर लाग्यो मुटु कमजोर रहेछ मेरो तपाईहरु पनि आउन सक्नुहुन्छ जे होस् एडभेन्चरस टाइपको अनुभव गर्न सकिन्छ यसरी नै भिडियो मन परेमा लाइक शेयर कमेन्ट र सब्स्क्राइब गरिदिनु